क्युटी क्युटीमा क्युटी छौ यार फुच्ची त नचिनिने भएको। हेलो हेलो नमस्ते सम्पूर्णलाई वेलकम ब्याक टु माई पुक्कु ब्लग एन्ड न्यू ब्लग। साथीहरू न्यू डे सँगै न्यू भिडियो लिएर आएको छु। भिडियो चाहिँ सच छ साथीहरू। के छ सबैजना सन्चै हुनुहुन्छ? आशा छ सबैजना सन्चै निकै आरामै हुनुहुन्छ र हामी पनि सन्चै छौँ साथीहरू। अनि हामी चाहिँ आज कहाँ छौँ होला भन्नुपर्दा चाहिँ मैले एकैछिनपछि भन्छु है हजुरहरूलाई। अनि साथीहरू फर्स्ट अफ अल त सबैजनालाई ह्याप्पी होली भन्न चाहन्छु। आज चाहिँ पहाडको होली रहेको छ साथीहरू। सम्पूर्णलाई ह्याप्पी होली साने। ह्याप्पी होली। ल नमस्ते गर सम्पूर्णलाई। नमस्ते। भुइँमा राखेर त्यो भुइँमा राखेर रुमाल पनि भुइँमा राखेर घप्टी परेर हेलो हेलो नमस्ते हर न। नमस्ते सम्पूर्णलाई। वेलकम ब्याक टु माई युट्युब च्यानल। आई एम पुक्कु भन न। आई एम पुक्कु। तिम्रो नाम चाहिँ के रे छोरो? सृष्टि सिङ्जाली। साथीहरू जति पनि भिडियो हेर्दै हुनुहुन्छ भने इट्स मी मिना। आई एम फ्रम अर्घाखाँची हो। अनि उनको नाम चाहिँ सृष्टि सिङ्जाली हो। सृष्टि सिङ्जाली हो न? सृष्टि सिङ्जाली। अनि ममको नाम के रे छोरो? मिना मिस हो। साँच्चै साथीहरू हजुरहरूले पुक्कुको मुखबाट सुन्नुभयो। हामी चाहिँ माउला गएका छौँ साथीहरू। यस्तो हो के त्यस्तो पहाडमा चाहिँ त्यस्तो होली बेसरी मनाउने यताउता चाहिँ हुँदैन साथीहरू। खासमा किन आएको भन्नुपर्दा चाहिँ साथीहरू पुक्कुले एकदमै माउला जाम मम्मु भनेर अनि माउलादेखि पनि बुबाले नानीलाई हेर्न मन लागेको छ, नानीलाई देख्न मन लागेको छ भन्नुभयो। अनि त्यही भएर आज स्कुलको बिदा पनि छ। भोलि चाहिँ छैन। भोलि चाहिँ फर्किनुपर्छ। तल बस आहा बाटोमा। अनि पुक्कुले माउला जाम भनेर साह्रै न्यास्रिने के। अनि आफ्नो बाबासँग पनि कति न्यास्रिने भनी एक हप्तामा शनिबार शुक्रबार आउनुहुन्छ नानीको बाबा चाहिँ। के अरे बाबा गएको 2-3 दिन हुँदा बित्तिकै मेरो बाबा कहिले आउनुहुन्छ, मलाई मिठी कहिले ल्याइदिनुहुन्छ भनेर छोरी बाबासँग न्यास्रेर हैरान पार्छन्। अनि माउला पनि त्यस्तै के आमा चाहियो, बुबा चाहियो होइन। गाडी बिहान घरदेखि हिँड्दा बित्तिकै माउला जाम भन्छन्। सो छुट्टीको समय पारेर मैले चाहिँ मेरो पुक्कुलाई माउला लिएर आएको छु साथीहरू। अनि त्यस्तो स्पेसल केही छैन। पहाडतिर त्यस्तो होली पनि खासै मनाइ हुन्न साथीहरू। छुट्टीको अवसर पारेर मात्रै मैले मेरो पुक्कुलाई माउला लिएर आएको छु। अहिले हामी कहाँ छौँ भन्दाखेरि यहाँ घरदेखि चाहिँ कति बजे हिँडेको? 7 बजे हिँडेको। अहिले ठ्याक्कै समय चाहिँ मैले कति बज्यो है 9-10 बजे होला। 2 घन्टा लाग्छ त्यहाँदेखि चाहिँ यहाँ आउन, मेरो माइती घरमा आउन चाहिँ। अनि यहाँ तल चाहिँ सिमले भन्ने बजारमा आइसकेपछि चाहिँ उहाँ माइत पुग्नको लागि 15 ढिलो हिँड्दा चाहिँ आधी घन्टा जति लाग्छ होला। हिँड्दै जानुपर्छ साथीहरू। सो हामी चाहिँ अहिले गाडीबाट झरेर थोरै माथि आएका छौँ। अनि सानेको पुक्कु चाहिँ बजार जानुभयो, भर्खरै लिन आउनुभएको। अनि छेमालाई पर्खिरा हो। अनि छेमा आइसकेपछि चाहिँ हामी जाने होइन सानो। अनि साथीहरू तपाईँहरूको होली कस्तो हुँदैछ? सबैलाई ह्याप्पी होली भन्न चाहे फेरि पनि राम्रोसँग मनाउनु होइन। अनि रङहरू पनि अब इच्छाअनुसार हुन्छ नि त। अब इच्छाअनुसार लगाउनु होइन, धेरै रमाइलो गर्नु भन्न चाहे साथीहरू। हाम्रो चाहिँ अब त्यस्तै हो। हेरौँ खोइ अब आज गर्ने सबै कार्यहरू चाहिँ मैले हजुरहरूलाई देखाउँछु है त। सबैले हेर्नु होला। नझर न त्यसरी।
वेटिङ 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 भोक लागेर के बेने बेने भोक लागेर यस्तो मुख यस्तो भइरहेको कि साथीहरू निलो निलो हो कि कालो कालो हो कि साथीहरू ओ माई गड के गर्छिन् सानो हजुर तिमीलाई भोक लागेछ दाजु मेरो मुख हो र कस्तो भयो कालो भयो उठ्न साथै मैले आगो फुक्नी अनि लिपेँ अनि फेरि तयारी भएको गाडी चाहिँ उति बेला आएर अनिखेरि सानैलाई उठाएर चाची ल्याएर डगुडेको सानेको छेमा आउनुभयो मम्मी यो चाहिँ भयो सानेको छेमा चाहिँ उहाँ आइरहनु भयो पानी आउनु नचाल घर आउनु छोप्न सक्छस् यति यति जान्छ भन न के ल्याइदिने हो पानी लिएर आउनु भयो छेमेलाई पानी ल्याइदिन भनेको के ल्याइदिनु भयो कि पिनी नै अन्डु लिएर आउनु भयो छेमाले यति फेरि सो क्युटी भन न क्युटीमा क्युटी छौ अनि अहिले आउनुहुन्छ छेमा अनि सानोको मैले गीत गाऊँ न एउटा ल क्युटीमा क्युटी छौ ब्युटीमा ब्युटी छौ अनि ला 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 ए अरूलाई धानको पात मायालाई पानको पात अनि त्यति हो गाउनु चाहिँ जानिँदैन है साथीहरू अहिले छेमा आउनुहुन्छ लिएर आऊ के पनि ल्याउनु भएन छेमालाई यत्रो नालामा पानी जानु रहेछ अन्त छिटो आऊ न यहाँ के हो यो कसले ल्याइदिनु भएको हो ओ माई गड हाई भन्नु वाउ के हो यो होइन सिफर क्यान्डी यस लुडे जाम ल साथीहरू लाग्यो के भयो ए फुटो होटीबाट मैले लिन्छु भनेको नि हो र फुटेकोलाई माथि पारेर राख्नु अन्डु फुटो दुःख भयो क्या नानीसित यहाँबाट चाहिँ हिँड्नुपर्छ कि धौवा
के हो कराउने नानी? के हो कराउने? आकाशमा कराएको के हो? होइन के हो? यस एरोप्लेन। ल साथीहरू यता चाहिँ झोला छ अनि एउटा हातमा चाहिँ फोन छ अनि ढाउ भयो। ये सोध न लुसी जस्तो बोल्छ। लिलैला माउला आइयो भन न। छेमेला नमस्ते गर ल। के ए कलो राम्रो भयो नि त। नमस्ते गर्यो आमालाई। मम नमस्ते नमस्ते। कहाँ जानु हर बा? मेवा पाक्नु थाल्यो र मम्मी मेवा। ए गर्मी बुबा यहाँ होइन अर्कै माथि जानुभयो अरे। सानेले बुबालाई खोजिन्। लसुन कति ठुला ठुला भएको त। साने आऊ के नजाऊ। बुबा अहिले आउनुहुन्छ। आऊ फोन गर बुबालाई। आऊ छिट्टो आउनुहोस् म आएँ भन्न। आऊ छिटो आऊ फोन गर्न। आऊ सानेले बुबालाई खोजे कि नातिनी हो नि साने होइन हो नातिनी। खोइ तँ नमस्ते गरेको छ मिला। नमस्ते छेमा नमस्ते गर ल। नमस्ते गर न बुवालाई। बा नमस्ते राम्रो। ह्याप्पी होली लाएको। लगाइदेऊ बिस्तारै बिस्तारै है नजारिकन है। ल थ्याङ्क यू ल तिमीलाई लाइट्नु पर्यो नि। यही मात्रै हो कलर। तिमी को अरे पूजा हो कि को हौ? ए पिरिङ्का हो। ह्याप्पी होली। तिमी फेरि को हौ? पूजा। तिमी पिरिङ्का पूजा तिमी ठुली हौ नि त। ह्याप्पी होली। ल ह्याप्पी होली। यो सानो फेरि को हो? कपडामा लगाएको। ए पुच्ची हेर पुच्ची त नचिनिने भएको। कसले लगाइदियो सानोलाई? ह्याप्पी होली कसले हो? हेर्नु कपडै बोरी बिगारो अब। चिनी न को हो यिनी? यिनी को हो? यसले चिनी नाम चिनी है उस गरेर हो के आज नचिनेर होली लाएर टिकाले। ह्याप्पी होली भन न। ह्याप्पी होली भन न। यिनी को हो सानो? यिनी को अरे? को हो? नचिनेर हो कि आज टिका लाएर। को र सानो यिनी भन्नु त को हो यिनी?
हँ कस्तो लाग्छ यहाँ आउन मैले भन्छु यिनीको यहाँ ल मैले भन्छु है तिमीलाई यिनी पर्मिसा दिदी देख्यौ पर्मिसा कोही मलाई नमस्ते गरेको नमस्ते कसले लगाइदिएको त्यस्तो होली त्यस्तो धेरै टिका लाउनु नि आँखामा पस्छ अहिले पोछे है आँखाको है ल भन पर्मिसा दिदी हो नि सानो ह्याप्पी होली साथीहरू सबैलाई हाई भन्नु नि एकचोटि वाउ भेरी नाइस ल हाई भन्न ल Happy Holi, wish you all the best. God bless you. सानो बाको गिलास आयो के ल साथीहरू हामी चाहिँ आज घरतिर लागेको पुक्कु चाहिँ उहाँ छिन् अनि जति पनि मेरो भिडियो हेर्दै हुनुहुन्छ भने सबैले सब्सक्राइब गर्नुहोला अनि लाइक र कमेन्ट गर्नुहोला साथीहरू भन्न चाहे गाउँ भयो साथीहरू माइती आइसकेपछि फेरि सबै कुरा लैजान मन लाग्छ हेर्नु साथीहरू झोला बोलेको छ हिजो त बरु अलि हल्लु मात्रै आज चाहिँ गरुङ्गो भएको छ अनि फेरि यतिखेर बुढासँग नआउने भनेखेरि सामान सबै उठाएर लैजान पाइन्छ क्या किनभने बाइकमा आउने भने त फेरि केही लैजान दिनुहुन्न अनि धौ हुन्छ भनेर गाडीले चाहिँ हरान मारिरहेको छ है साथीहरू उहाँ तलनिर जिप देख्न सक्नुहुन्छ नि हो त्यहाँ पुग्ने हो है म चाहिँ साह्रै धौ भयो यो चाहिँ मेरो माइती देश भन्नुपर्छ साथीहरू उहाँ चाहिँ स्कुल रहेको छ त्यो स्कुलमा चाहिँ मैले पढेको है साथीहरू त्यहाँ चाहिँ मेरो स्कुल भन्नाले पहिला पढेको स्कुल साथीहरू ए जिप चाहिँ उहाँ तल छ सानैको छेमा चाहिँ स्कुल गएर कलेज गएर आइन् कस्तो भयो परीक्षा ल जाऊ है सानैलाई त कति आनन्द हो कि छेमाले बोकेर होइन ल साथीहरू भिडियो सबैले अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि फेरि अर्को भिडियो लिएर आउने छु आजको लागि भिडियो यति नै साथीहरू बाई बाई अनि थ्याङ्क यू सो मच